साथीहरू हेर्न सक्छौ कि अहिले बिहानको मौसम क्या बादल लागेको छ, पानी पर्ने बेला जस्तो लागिरहेको छ होइन। हेर्न सक्नुहुन्छ त्यहाँहरू सबै यो बिहानको 6:30 बजिरहेको। अनि यहीँबाट मेरो आजको जर्नी नै सुरुवात हुन्छ। आज म भर दिन हिँडेको हुन्छु। खासमा भाइसँग एउटा ठाउँमा जानुपर्ने छ अनि आज मेरो कोटालाई त खुब मजा आउनेछ। सो साथीहरू जाऊँ त, आज हेरौँ कतिको गाह्रो हुँदो रहेछ यहाँ हिँड्नलाई। अनि काठमाडौँमा पानी पर्नु भनेको धेरै नै त्यो कमन कुरा रहेछ, जति बेला नि पानी परिदिन्छ। अनि यो अगाडिबाट मकैको बाली नि रहेछ, अगाडि फ्रेस मजा हावा, त बिहानको हावा नि धेरै मजा आइरहेको थियो। अनि त्यही भएर फ्रेसनेस हेर्दा कति सफा छ। अनि बगलको पसलबाट यो गीत क्या मजाको आइरहेको थियो, मेरो दिल नै खुस भइहाल्यो। अनि गौमातालाई प्रणाम गर्दै म अगाडि बढ्न थालेँ। अनि पठाउँदै आफ्नो पेसेन्जरको लागि यहाँ पर्खिरहनु भइरहेको थियो। अनि बादल आएको आसमानतिरै म एरोप्लेन हेर्न पाएँ। वा! अनि यो बाटो चाहिँ बालकुमारीको जस्ट खुल्ला छ नि, त्यसको यो तपट्टिको एरिया छ जहाँ भन्छ जडीबुटी नरेफाटको बगलबाट। अनि यहाँ मान्छेहरू इभिनिङ वाक मर्निङ वाकको लागि प्रायः जसो आइरहन्छ। अनि यो पार्कको अगाडि ठ्याक्क छेउमै सिसिआरसी कलेज छ, जुन म तपाईँहरूलाई अब एकछिनमा हेराउनेछु। अनि यो जुन पुला छ नि बालकुमारीको, यहाँ अहिले त केही छैन पानी सानी खासै होइन, तर बर्सातको मौसममा मनसुनको बेलामा यहाँ यति नै पानी हुन्छ। यहाँ आसपासको एरियाहरूमा होइन, यो सबै रोडहरू भरिसकेको हुन्छ, यति नै पानी भइहाल्छ कि कोही छोडिदिनु। फाइनली यो हो मेरो सिसिआरसी कलेज। म +2 यहीँबाट कम्प्लिट गरेको छु, राम्रो खासा मार्क लिएर। अनि यो अरे यार क्या सानो गाडी रहेछ होइन। यहाँको मान्छेहरू त पैसा खालि सानै कार किन्छ कि, मतलब 2-4 लाखमा होइन। बट बाई द वे यो स्टिकर छ कि को स्टुडेन्टको फोटोहरू छ होइन, देखेर राम्रो लाग्यो। अनि यो छ बालकुमारीको पुल्ला, जहाँ मतलब भिड अहिले धेरै नै कम छ, नत्र इभिनिङतिर अनि बिहानतिर यति नै हुन्छ कोही छोडिदियो, बिहान भन्नाले स्कुल टाइमतिर। अनि ओ भाइ साहब 3 लोग जा रहे गाइज। अनि यो स्कुटर भाइ साहब, ओहो बाई द वे अहिलेको मौसम होइन धेरै नै फ्रेसनेस छ। अनि लागिरहेछ कि वाउ म त ट्याक्क केस पढाएँ यार, केस उडिसक्यो यार भने गाइज। त्यसो गर्दा चाहिँ काठमाडौँ हो नि। अनि यो बल्कमा ठ्याक्क के भन्छ, अरे यार फ्लावर हेर्नु त यहाँ कति राम्रो छ। वाह, मतलब यो महिनाको होइन यही नजारा धेरै मलाई मनपर्छ के, यो फ्लावर हेर्नु क्या मस्त फुल फलिरहेछ होइन। वाउ, टक्क रोड भ्यू मतलब स्काई भ्यूहरू सबै थोक होइन, बब्बा लाग्छ। अनि यो चाहिँ आकाशे पुल कोटेश्वरको, जहाँ कि बगलमा भाटबटी नै पाउँछ। सो हामी लागिरहेछौँ जानलाई कोटेश्वर अगाडि। यो मेन हाइवेतिर भ्यू यस्तो देखिरहेछ गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि यो ठुमक ठुमक जानिया मैया त्यहाँ नाल, क्या मस्त डिजे गानाहरू बजिरहेछ। यहाँ कोटेश्वरमा खास गरी धेरै नै भिड हुन्छ, बस खै अहिले बिहानको मौसममा छैन त्यति, नत्र यति नै क्राउड हुन्छ। अब हामी 3 कुने पुगिसकेका छौँ। अब यहाँभन्दा अगाडि त्यहाँ बोर्ड पोस्टरमा हेर्न सक्नुहुन्छ 3 कुने, यहाँ ठ्याक्क अगाडि होइन के भन्छ प्लेग्राउन्ड छ, फुटबल क्रिकेट भलिबल अरू पनि क्रिकेटहरू मतलब गेमहरू खेल्छ केटाहरू होइन। अनि यो चाहिँ फुटपाथ एरियाहरू छ, हेर्दा क्या दामी लागिरहेछ होइन। पुरा फ्लावर ट्रिज मस्त गार्डन जस्तो नजारा लेखिरहेछ होइन। त्योभन्दा पनि मेन कुरा यो यहाँको हाइवे हेर त क्या क्लिन छ होइन, पुरा प्रपर क्लिन। मलाई यही अलि मनपर्छ क्या यतातिर एरियाको। अनि यो गलीमा क्या दामी मन्दिर रहेछ है गाइज। अनि यो ठ्याक्क अहिले हो ट्राफिक गोली गाइज, यो 3 कुनाको ठ्याक्क अगाडि। अहिलेसम्म हामी लगभग 5-5.5 किलोमिटर जति ट्राभल गरिसकेका छौँ। अब ठ्याक्क हामी कहाँ गइरहेछौँ भन्दाखेरि पशुपति मन्दिरको जस्ट बगलमा एउटा आँखा अस्पताल छ, हामी त्यहाँसम्म पुग्छौँ अनि फर्किने हामी त्यहाँबाट। बट यति घाममा हामी यार हिँडिरहेछौँ, प्यास नि लागिरहेछ, बट के गर्ने गाइज, हामी हिँडेको हिँडे। अनि जिपिङ छ गाइज, कार सार लिनु छ भने यहाँ कन्ट्याक्ट गर्न सक्छौ, यहाँ पनि बाइक लिन सक्छौ, बाइ द वे कन्ट्याक्ट गर्नुपर्छ। अरे यार यो ठ्याक्क अगाडि गइरहेको थियो होइन, यो बाटो मलाई क्या दामी फ्लावर भेटिरहेको थियो यार, क्या दामी छ होइन है। गाइज कमेन्ट गरौ तिमीहरूलाई कसो लागिरहेछ होइन, बताऊ मलाई, ठिक छ। ओ दामी यार। अनि यो फुटपाथ एरियाहरू हेर्नु न कति मजाको रहेछ, यति क्लिन चट्टा पुरा सफा। म त यार पुरा सेट जस्तो होइन हिँडिरहेको छु। अनि जति नयाँ मेम्बर हुनुहुन्छ, भ्युवर्सहरू हुनुहुन्छ, उहाँहरू सबैजना प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु होला। अनि कमेन्ट कम्पलसरी गर्नु होला मेरो ब्लग अनि कमेन्टेटी कस्तो लागिरहेछ, लाइक मेरो भोइस मन परिरहेछ अनि केही ब्लगको लुकहरू भ्युजहरू, देन प्लिज कमेन्ट गर्नु होला। अनि यो एरोप्लेन सस्तो छ गाइज, यहाँ फ्री टिकटमा जान सक्छौ। नेपाल आयाल निगम
यहाँ गाइज पेट्रोलहरू होइन मतलब के भनौँ हाम्रो देश नै धनी छ यार। अनि यो एयरपोर्टभन्दा पछाडिको एरिया छ जहाँ 3वटा बाटो हेर्न सक्नुहुन्छ। खासमा यहाँ क्राउड धेरै हुँदैन, बस आरामले मतलब पिस अलिक बढी नै हुन्छ। सो हेर्न सक्नुहुन्छ यहाँ फ्लावरहरू गार्डनहरू कति राम्रोसँगले मेन्टेन गरेर राख्नु भएको छ होइन यहाँको मान्छेहरू। आई सेल्युट इट गाइस, हाउ स्विट न, आई लभ इट। ओ डगस भाइ, यहाँ बाटोमा मान्छेहरू ओहो यहाँ नै पार्किङ गर्न पाइरहेछ। खासमा यहाँ ट्राफिक हुँदैन, सो उहाँहरू पार्किङ गर्नुभएको छ अनि आफ्नो गाडीहरूलाई पुसिरहनु भएको छ। हेर सर्टिफाई मेन्टेन क्लिन गाइस, सल्युट सल्युट दिस ड्राइवर गाइज। ओरे भैया ये का देख लियो, इतना बड़ा बिल्डिङ। ओरे भाइ साहब क्या खतरा बिल्डिङ छ होइन, आर्किटेक्चर नि मतलब लाइक कति होला 15-20 साल, अरे यार 100 साल पुरानो होला बिल्डिङ। अनि यार बाटोमा नि यति राम्रो राम्रो फ्लावरहरू देख्दाखेरि मन त पुरा गदगद भइहाल्छ यार, क्या लाजवाब छ। ओरे भैया क्या नजारा छ यार, वाउ। गाइज यो एक्जिट पोइन्ट हो, यहाँबाट गाडीहरू मात्र आउने गर्छ, जान चाहिँ मिल्दैन। अनि म पनि एकचोटि आएको थिएँ, सायद 3 चोटि। यो छ थानेदारको होइन ट्राफिक पुलिस परेडीको, यहाँ मतलब आउनुहुन्छ खानुहुन्छ ठुसेर मजाले सरकारको पैसाले। अनि यो बच्चालाई हेर्दाखेरि यहाँ क्या मजाको पुरा मतलब हिम्मत गर्छ होइन। एकजना बसिरहेछ त्यही तलतिर फुच्चे, अनि यो फुच्ची चाहिँ माथि आउने खोज्छ। ऐट जोड लागेको हिस्सा जय बजरङ्गबली। यस, अनि यो एयरपोर्टको होइन मेन गेटको ठ्याक्क मेन इन्ट्रन्स। अनि यहाँबाट हामी ठ्याक्क अगाडि बढ्न लाग्यो। अनि यहाँ चाहिँ बाटोमा हल्का कन्स्ट्रक्सनहरू नि भइरहेको थियो, बट गाइस म क्यामेरा गएको छैन। अनि यहाँ त्यहाँ माथि हेर अगाडि यो त्यो मान्छेहरू थाहा छ त्यो पुल खेलिरहेछ, के भन्छ स्टिकले खेल्छ होइन। गाइस कमेन्ट गर त्यसको नाम के छ। अनि यो गार्डनहरू हेर त क्या मजाको गार्डन रहेछ होइन। अनि म ठ्याक्क अगाडि अब गएको छु, पुरा नजारा भ्यू लिँदै यार ड्याम कि ड्याम ट्याङ ट्याङ ट्याङ, वाउ नाइस। तर हेर्न न गाइस कति मजाको रहेछ होइन, आसपासमा हेर त यो फ्लावरहरू मतलब स्पेसहरू, यहाँको लागि ठन्डा शीतल सबै थोक होइन। लाइक यति मजाको इम्प्रेसिभ छ नि, मन लाग्छ कि मतलब एकचोटि होइन 2 चोटि होइन, लाइक यहाँ इभिनिङ वाक मर्निङ वाक गर्न नि लागि आउँ रेगुलर यस्तो खालको नि मन लागिरहन्छ। बट कोही न गाइज म त अहिले गइरहेको छु, तपाईँहरू नि आउनु होला। जय भोले बाबा की जय। यो छ हाम्रो सबभन्दा ठुलो महादेवजीको मन्दिर। सो यहाँबाट ठ्याक्क अपोजिट साइडमा यो आँखा अस्पताल छ गाइज। अनि यहीँमा हामीहरू आएको छौँ भाइको आँखा जचाउनलाई। बट यहाँ हामीलाई 2 बजेको टाइम भनेर भन्नुभएको छ। सो हामी के गर्न भन्ने सोचेर फर्क्यो फेरि यहाँबाट। अनि बाटोमा जाँदाखेरि यहाँ मान्छेहरू मस्त गेम खेलिरहेछ होइन, क्या लागिरहेछ अङ्ग्रेजी मान्छेहरू यहाँ आइसकेको छ गेम खेल्नलाई। ओ बैट बॉल खेल रहा है। ओ भाई साहब यो कौन बैट बॉल है रे? ओरे भाई हमको तो पता नहीं, तुम लोग कमेंट में बताओ गाइज। गाइज पर ये शॉट हन क्यों नहीं पा रहा है, लगता था कुछ न कुछ गड़बड़ है दया। ये जंगल के अंदर अमेज़न के अंदर आ चुका है गाइस। तो फाइनली यही कहना चाहता हूँ कि हम भी एक प्राणी है, पर हम इंसान प्राणी है, जीव जंतु है गाइज। प्राणी अनि गाइज टु बी अनेस्ट तपाईँहरू कमेन्ट गरेर बताउनु त यो बाटोमा हजुरहरू मतलब रेगुलर आउनु प्रिफर गर्नुहुन्छ कि नै? मतलब यति मजाको नजारा लिँदै होइन अगाडि बिहान अनि बेलुका घुम्नु जानु भनेको क्या मजाको हुन्छ होइन होला। अनि यो नेपालको आइफी टावर गाइज, तपाईँ बताउनु कस्तो लागिरहेछ यो नेपालको आइफी टावर। अनि आइफल टावरको नजाराको साथसाथ यहाँको बसहरू, गार्डनहरू, स्ट्रिटहरू, ओरे भाइ गाइज यो सहरमा मात्र यस्तो हेर्न पाउँछ। किनकि गाउँ हिँड्दाखेरि भैँसीले खाइदिन्छ, अनि त्यही भएर हामी नि खाना आइहाल्यो भैँसी छौँ भनेर। हाम्रो टाइम नि हुन थाल्यो। अब हामी चाउमिन गाइज एक प्लेट अर्डर गरेछौँ। तपाईँलाई चाहियो भने तपाईँ कमेन्ट गर्नु ल, म पार्सल गरेर पठाइदिन्छु हजुरको नि घरसम्म। गाइज ओ भाइ साहब यो 40 जस्तो किन लागिरहेछ यार तर हेर्नमा होइन र। गाइज हामीले कोक प्रमोट गरेको छैनौँ तर हामी खान्छौँ कुनै साइंस के बाद पूरा खत्म हो गया और उसके साथ में गिर गया। त्यहाँबाट म फर्किहालेँ अनि आफ्नो बाटोतिर लागिहालेँ। भाइ नि उतापट्टि गइहाल्यो। अब म जाउँ त आफ्नो बाटोतिर। सो म यहाँबाट रोड क्रस गरिरहेको छु गाइज।
टु बी अनेस्ट गाइज अहिलेसम्म मान्छेहरू क्राउड म धेरै खासै आज हेरिनँ। यहाँ केटाहरू खेलिरहेको थियो, त्यहाँ तिन कुनेको अगाडि फिल्ड छ नि, त्यही तिन कुनेमा ठुलो फिल्ड छ। यहाँ मतलब धेरै नै केटाहरू आउँछ खेल्नलाई। सो लाइक राम्रै लाग्छ, म पनि आउँछु कुनै कुनै बेला, बट अहिले आएको छैन। अनि यहाँको ट्राफिकहरू अनि रुल्सहरू मतलब धेरै नै राम्रो मलाई लाग्छ। यो जति पनि गाडीहरू छ नि सबैजना अनेस्टली फलो गर्छ रुल्स रेगुलेसन। अनि यहाँ सायद कसो चिट गरिरहेको थियो गाइज। अनि यो बाटो छ फुटबलको होइन, मेसी रोनाल्डो ओ मागो को छ यार, म त चिन्दैन कसैलाई। तपाईँहरूलाई चाहियो भने यहाँबाट त किनिदिन सक्नुहुन्छ। ए भाइ तँ क्या देखेर आयो बे, यहाँ मोमो तर लास्टै पाउँछ यहाँ। अनि यो छ कोटेश्वरको ठ्याक्क अब मेन रोड होइन, यहाँबाट हामी क्रस गरेर जाने। हामी होइन गाइस, म किनकि एक्लै छु। ओ यो टक्ला बाबा के गर्नु भइरहेछ यहाँ। लोलिपप खान्छौ गाइस, तपाईँ कमेन्ट गर्नु, म पठाइदिन्छु। अनि केटाहरू मस्त यहाँ गफ खाँदै होइन मेसी रोनाल्डो गर्दै हिँडिरहेको थियो। अनि यति धुम्ममा होइन म ठ्याक्क अब माइजूको रुम पुग्न लागिरहेको थिएँ। अनि एउटा थोरै 5-10 मिनट लाग्छ, म आफ्नो माइजूको रुम पुगिहाल्छु। अनि यति भन्दै आजको दिन यहीँ म सघाउन गइरहेको छु, मतलब आई मिन ब्लग। सो लाइक एंड सब्सक्राइब गरी फॉलो करने वाला श्योर। एंड तब तक के लिए मिलते हैं अगले वीडियो में। स्टे ट्यून एंड हैप्पी डे।